कन्ट्याक्ट गर्न सकियो। बाटोमा हिँडेको लखर लखर यसो राम्री देख्यो भने यसलाई बिहा गर्थेँ भनेर त भएन। कसको छोरी हुन्छ, कसको बुहारी हुन्छ, कसको बुढी हुन्छ, मार्छन् फेरि चप्पल खोलेर हान्छन्। रुको जरा सबर करो। यसो गर्नु नि त, कसो गर्नु भने केटीकै कुरा गर्नु। अब त्यो मान्छे त्यो दाइले मिलाइदिन्छ भने कुरा गर्नु नि त, एकचोटि के भन्नु। त्यही त कुरा त मैले गरिदिएँ। एकजना भाइ छन्, तिमीले कुरा बिहे गरेको छैनन् होइन, बिहे गर्छु भन्ने कुरा गर्दैनन्। झापाको हो, उसलाई कहाँको के गर्छ सबै सोध्छन् नि त मान्छेले। केटाले के गर्छ, कहाँको हो, कस्तो खालको मान्छे हो, भोलि हाम्रो छोरीचेलीले दुःख पाउली। ए भनेपछि मागेर उयो गर्नुपर्ने। अब होइन कि ऊ अब कुरा गरिदिने हो, भगाए पनि केही फरक परेन। तर केटीलाई त डिटेल भन्नु पऱ्यो नि त। तिम्रो बारेमा केटीले थाहा नपाइकन म बिहा गर्छु भनेर त कसरी आउँछ र। अब आफ्नो लेभलको हो कि लेभल त यस्तो हो क्या, त्यस्तै लेभलको भेटिन्छ पाइन्छ होइन। लेभल यस्तो अब मैले सिधै भन्छु, काम गरेर खाने मान्छे हो होइन, दुःख गरेर खाने मान्छे हो, दुःखै गरेर भए पनि पाल्छ होइन। केटो सोझो इमान्दारी छ, एकदम फटाइ छैन। तपाईँले मिलाउने कुरो हो। त्यो त्यही त मैले भन्ने, मैले त तिम्रो मनको कुरा त बुझ्नु पर्यो नि त पहिले त। हामी अब तिमीले के सोचेको छौ मलाई थाहा छैन। केटीको सोच विचार के छ अब हामीलाई थाहा हुन्न। त्यसै बिहा गर्ने भनेर लु त्यहाँ केटी छ भन्ने बित्तिकै त्यो केटीलाई कसरी कुरा गर्ने, त्यो त भएन नि। केटीले सोध्छ नि त केटा कस्तो हो,